हेलो साथीहरू, नमस्ते। के छ, आराम हुनुहुन्छ? आज पनि एउटा सान्दर्भिक टपिकमा चाहिँ यसो कुरा उठाउन मन लाग्यो है। कुरा के छ भने हामी विदेश आउँछौँ होइन। विदेश आइसके पछाडि के अल्टिमेट हाम्रो सोलुसन विदेश नै हो त? के छ तपाईँहरूको प्लान, तपाईँहरूको एक्जिट प्लान, नेक्स्ट प्लान बी होइन? जब गरिसके पछाडि अहिले काम गर्दै गर्दा अहिले हामीसँग बल छ होइन, तागत छ, हामी ड्युटी लङ आवर ड्युटीहरू गर्न सक्छौँ। यो चाहिँ एक्टिभ इन्कम जुनलाई भन्छ है हाम्रो। अनि पछिको लागि आफ्टर रिटायरमेन्ट अबको 10 वर्ष पछाडि हाम्रो प्लानहरू के छ त? तपाईँहरूले कसरी चाहिँ आफ्नो लाइफलाई चाहिँ प्लानिङ गरिराख्नु भएको छ? आफ्नो प्लानिङहरू होइन, इट क्यान बी गुड टु अदर्स अल्सो। त्यस्तो छ भने सेयर गर्नु होला। अनि अर्को रह्यो नेपालमा चाहिँ कन्टिन्यू भइरहेको समस्या होइन, जुन चाहिँ बेरोजगारीको समस्या छ। हामी काम छैन भनेर विदेश भन्छौँ होइन। तर विदेश आइसके पछाडि कस्तो भने विदेश आएपछि पनि मान्छे खुसी हुँदैन। काम भए पछाडि काम भनेपछि एउटा नेचर हामीले के सम्झिनु जरुरी रहेछ भने हामी मान्छेको होइन यस्तो नेचर हुँदो रहेछ जुन चाहिँ हामी कहिले पनि खुसी हुन सक्दैनौँ कि। अनि अझै होइन एउटा कुनै कुरा एचिभ भएपछि फेरि आई निड मोर एन्ड किप अन गोइङ, त्यो खालको हुन्छ। त्यही भएर एउटा हाम्रो एक्सपेक्टेसनलाई म्यानेजमेन्ट गर्न पनि एकदमै आवश्यक छ होइन। र हामीले काम गर्दै गर्दा हामीले यो सब स्ट्रेसहरू लिएर चाहिँ आफ्नो लाइफलाई सबै रेस्पोन्सिबिलिटी लिएर अघि बढ्दै गर्दा आफ्नो पर्सनल लाइफ पनि म्यानेज गर्न कतिको गाह्रो छ होइन, कतिको इम्पोर्टेन्ट छ त्यो कुरालाई पनि बुझ्नुपर्छ। अनि यस ग्रोथ चाहिन्छ हरेक कुरामा होइन, प्रोग्रेस हुनुपर्छ, ग्रोथ भएको राम्रो हो। तर त्यो सँगसँगै हामीले सबै कुराहरूलाई चाहिँ सँगै लिएर जान सक्यो भने चाहिँ राम्रो हुन्छ। र यस्तो हुनु पऱ्यो कि आफूले गरेको केही कामले चाहिँ अरूलाई पनि केही हेल्पफुल होस्, केही भ्यालु एड गरोस्, त्यो टाइपको चाहिँ कुनै पनि कामहरू भयो भने अझ राम्रो हुन्छ होइन। बी अ गुड पर्सन होइन, लिभ एन्ड लेट टु लिभ अदर्स अल्सो। थ्याङ्क यू।